हेलो सेवा र सबैजनालाई। र आज चाहिँ हामी बारी जाँदैछौँ मल खोज्नु लागि। हाम्रो बारी हो, कम्पोस्ट मल खोज्नु लागि। कम्पोस्ट मल माने हाम्रो पर बारीमा चाहिँ रुखपातहरू पुरा छ नि त कि, त्यहाँनिर चाहिँ त्यो पत्ता आफै झरेर त्यो मुनि मल बनिन्छ नि त। मैले त्यही कम्पोस्ट मल ल्याउनु जाँदैछु आमासँग। फुलको लागि चलाउँछौँ नि त हामी त्यो कम्पोस्ट मल चाहिँ। गाईको मल त अलग्गै भयो हो, फुलमा हाल्नु लागि चाहिँ हामी त्यसको मल चलाउँछु, त्यो चाहिँ राम्रो हुन्छ। त्यही कारणले ल्याउनु जाँदैछु। यो पनि हाम्रो बारी नै हो, यो पनि बारी हो कि, तर यहाँनिर रोड आएको छ। तर अब यो यसलाई रोड भन्नु कि बाटो भन्नु आमा। रोड चाहिँ अब बाटो कति भयो, 1-2 साल भयो है यो रोड आएको। यो रोड आएको चाहिँ 1-2 साल भयो। खालि खने मात्रै डोजरले, छैन केही लास्टमा त। यस्तो भयो रोड त, गाउँको हालत चाहिँ यस्तो छ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो बाजे, यो चाहिँ हाम्रो बाजेको कपुर हो। यहाँदेखि उता पनि गाउँ छ। के भन्नुभएको आमा? यहाँनिर उकालो यहाँनिर छ हाम्रो घर। यहाँ सुँगुरको घर देखिरहेको छ हाम्रो। वाह चाहिँ कस्तो दामी भइरहेको रहेछ। वाह मकै फलिरहेको छ हजुर। खै ए सिमल तरुल त हाम्रो यहाँसम्म आइपुगेको बाँदर। भनौँ त गाउँमै गाउँ छ र पनि कहाँबाट बाँदर आएको कम्ती आउँदैन बाँदर है। यो चाहिँ यहाँ यो हाम्रो हो नि त बारी। यहाँ 3 गरा थियो पहिला चाहिँ। यहाँनिर सुन्तला बारी थियो कि, पहिला चाहिँ यहाँनिर हाम्रो सबै सुन्तला बारी थियो। तर सुन्तलालाई रोग आएर चाहिँ सबै सुन्तला मरिगयो। अन्त त्यो भएर चाहिँ अब अहिले छैन, केही छैन, त्यत्तिकै भइरहेको छ यहाँ बारी, त्यत्तिकै भइरहेको छ। पहिला त हाम्रो गाउँतिर पुरा सुन्तला खेती हुन्थ्यो नि त। गाउँतिर हाम्रो घरमा निकै सुन्तला थियो, घर वरिपरिको बारीमा पनि सुन्तलै थियो, यहाँ पनि सुन्तलै थियो। माथि बारी सुन्तला, बारी सुन्तला हो। तर अब अहिले छैन, सबै रोग आएर मरेर गयो। हजुर ए तर यहाँ सुक्दैन है, यति तिरिरी भए पनि आइरहन्छ। पहिला यहाँनिर उयो थियो नि, लप्ची पऱ्यो हौ, मुसलेडीको बोट। आगे मुसलेडीको बोट थियो नि यहाँनिर, मुसलेडीको बोट पहिलानिर। आरुचाको बोट पनि थियो नि यहाँनिर, बडा गाड्छ चिल्ले आरुचा। एकपल्ट सानोमा खाएको जस्तो लाग्छ हौ है आगे, एकपल्ट सानोमा खाएको जस्तो लाग्छ। चिल्ले आरुचा पनि छैन यहाँ। ए नेभारा चाहिँ फलिरहेको रहेछ। हुन्छ बाई आगे। र गाउँमा सबै देख्छन् आइहाल्छ, कुखुरा पालियो कुखुराकै देख्छन्, सुन्तला रोप्यो सुन्तला देख्छन्। पर्खिनु न, कहाँ एक्लै जानुभएको हौ? यहाँबाट बारी चाहिँ यहाँनिर हो, यहाँ बाजेको घर हो, यहाँ बारीहरू हाम्रो सबै। हजुर त्यस्तै हुन्छ नि, यहीँ रोडै हो। रोडमा त सबै झ्यार पलाइसक्यो, गाडी पनि हिँड्छ के हो यो रोडमा त आमा। हयामा त मकै फलिरहेको रहेछ। यहाँदेखि तल गयो भने तलसम्म घरहरू छ यहाँमा, खोला छेउसम्म। किन हौ धुप्पी त देखेको हो त हौ। नहसाउनु न, धुप्पी चाहिँ कसले देख्दैन हौ। कोपी फलाउनु भएको रहेछ पुसाइले, दामी भएछ। के बेचेको सानो पिक्चर रोपेको त यो है, मजाको भएछ त। अन्त हेर्नु डल्लै बारीमा मजाले भएछ पिक्चर। तर अहिले त किरा लाग्दो रहेछ है, हाम्रो भन्दा पिक्चर रोपेको नि। दामी भएछ। मोजोले खाँदै बन्दकोपी हो रहेछ है सबै।
रोप्ने ए कोपी दामी भएछ अरे हौ भन्दा अहिलेको सिजनमा त्यस्तै हुँदो रहेछ है पुसाई अहिलेको सिजनमा त्यस्तै हुँदो रहेछ किरा लाग्दो रहेछ भ्लग बनाउँदैछ यहाँ त बेच्नु हुँदैछ बेच्नु हुँदैछ 25 रुपियाँ दिनु हुँदो रहेछ कोपी कसको नातिनी हो आमा ए फुपू पो रहेछ अझै सानो पनि कत्रो पनि भएछ ना ठुलै भर्खर अस्ति यत्रो छैन छक्क पनि लु कस्तो पनि भएछ हौ कस्तो पनि हो यहाँ फेरि कस्तो दामी फुल्दैछ हौ यहाँ जहिले पनि त दामी फुलिरहेको हुन्छ हौ बगानबेली हौ आमा पर्खिनु न हौ के लिएर आउनु भएको मौरीको डुर हो त मौरीको डुरै है आमा कहाँबाट लिएर आउनु भएको होला है खै बोजू चाहिँ हुनुहुँदैन रहेछ ए सन्दीप शाखासँगै लिएको सबै हेर्नु न हाम्रो गाउँ त सबै रुखपात मात्रै देख्दो रहेछ घर त केही पनि देख्दैन रहेछ यहाँ त आमा यी सिमानमा गाउँहरूदेखि लिएर हाम्रो गाउँ सबै रुखपात मात्रै देख्दो रहेछ तर यस्तै ठिक छ यस्तै राम्रो यहाँ चाहिँ सुन्तला बोट रहेछ त यहाँनिर मरेको छैन है यो आराम गर्नु भएको होला हौ बोजू बोजू त छैन हामी चाहिँ कसरी गाडी हिँड्नु मोहनी जादु छ शीतल हावामा मिठा मिठा कुरा गरी मुटु चुराउन खै गाई चाहिँ अबुई उठे गाई त हेलो खै साँच्चीमै खै छन् त खै ल छोडेको पखेटा छोड्छ नि त कहाँ छोडेको थियो ला त्यस्तो गर्छ यतातिर चाहिँ मुजुर आउँछ नि त पुरा हायामा त्यहाँ चाहिँ हाम्रो बारीतिर चाहिँ केही नरोपे भन्छ यहाँतिर मुजुर पुरा आउँछ के अदुवा रोप्नु भएको मजाले रोप्नु भएछ त बोजूले है यो साइड चाहिँ मुजुर पुरा आउँछ यहाँनिर चाहिँ बारीमा केही नरोप्नु हुन्छ खालि हाम्रो यहाँनिर रुखपात छ हो यहाँमा सबै त जङ्गल छ सब रुखपात छ सब ये हो हाम्रो बारी चाहिँ पहिला सानोमा त बारी आउँदा पनि मजा आउँथ्यो हेर्नु मजा लाग्थ्यो मलाई त अब हो आमा बाबासँग बारी आउनु बित्थामा अर्कै खालको त्यो मजा आउँथ्यो बाबा आमासँग आउँदाखेरि झारहरू गाउनु आउँथ्यो कोही बेला होइन आमा सानोमा हुँदा झारहरू गाउनु आउँथ्यो बारी क्या हो यहाँनिर हाम्रो अम्लिस थुत्नु आउँथ्यो कोही बेला है सुन्तला बारी थियो सबै नभए पहिलातिर हामी सबै घरमा सुन्तला थियो छैन सुन्तला सबै मर्यो सब रुखपात छ तर यो अब हाम्रो बारी भयो यहाँदेखि उता तल पनि गाउँहरू छ रहेछ मूल सिजनमा यहाँतिर आउँछ के कमानमा हिँड्दाखेरि पनि यस्तो पाएको क्या त मैले लेख्दै त कस्तो
कति नराख्नु भन्छ कति राख्नु म त पूजा गर्नमा राखेको छु नि पहिलानिर के हुन्थ्यो यस्तोमा यो रुखहरू छ नि यो रुखमा चाहिँ पहिलातिर पुरा नामहरू खोप्थ्यो नि यस्तो वाइ ए सर उहिले नै खोप्थ्यो त हामी सानो हुँदाखेरि अब दाजु दिदीले खोपेको देखेर अब हामी पनि खोप्थ्यो यहाँबाट उता उता त गयो भने रोड भेट्छ कच्चा रोड ए होइन त पक्का बनायो आमा के चाहिँ म चाहिँ हाम्रो बारीको यहाँ सिमाना कुन चाहिँ चिन्दिनँ आमा आज राम्रो देखाउनु ल सिमाना आउँदै पछि चिनाउनुहुन्छ कि सिमाना तर के चाहिँ अन्त सानो हुँदाखेरि चाहिँ हामी नि साथीहरू निङ्गुडे खोज्नु आउँथ्यो नि यहाँनिर त के छ उयसमा बारीमा खोज्दै जान्थेँ निङ्गुडो त्यसै मजाको लागि हो के अरे आमा ए निङ्गुडो खोज्नु आउँथे सानोमा त्यो अर्कै त्यो मजा आउँथ्यो क्या ठुलो भएर त मजा आउँदैन रहेछ हौ है आमा अल्छी लाग्दो रहेछ ठुलो भएपछि त सबै काम गर्नुदेखि लिएर आमा हौ सानोमै मजा आउँथ्यो सानोमै मजा थियो हजुर मेरो आमाले यस्तो मेरो रोस्टिङ गर्नुहुन्छ नि जति ठुलो भयो त्यति अल्छिनी हुन्छ तर हो मान्छु म अल्छिनी छु यस आइएम अल्छिनी के गर्नु अब होइन मेरो जिउलाई पनि त्यस्तै फङ्सन गर्छ अब ऊ पर यहाँबाट उयो चाहिँ देख्दो रहेछ आमा खडेगाउँ यहाँनिर हेर्नु आमा काखेला गनाउँछ नि के भन्नुभएको काखेला गनाउँछ नि यसको रस निचारेर नि नुहाउनु भन्दाखेरि अगाडि नुहाउनु पर्दछ साँच्चीमै यहीँबाट लानु खिनाई में भी आ रही हूँ लेकिन म पनि अब डोको बिसम्म के हो ए के भन्नु त आमा के हामी त थाले ल्याउनु बिर्से त तेर्सो पारेर खोर्सेन ल्याउनु पर्थ्यो नि माथि त्यो ढुङ्गा छ त्यहाँ झोला पनि नहाल है कहाँ हो गोरु उयो होला नि आमा चाहिँ के साह्रो मेरो आमा चाहिँ एउटामा मात्रै नखोर्सिन उतातिर पनि हौ त्यसो पन्साउँदै गर्नु कि हात कडा बनाउँछ हात पहिला त खोजेको त हो अन्त निकै हामीले यस्तो जङ्गल निकै गरेको अब के गर्नु बुढो भएपछि लाग्नु छोड्दो रहेछ हो नि साह्रै बुढो भएको नि हौ कता छ के गर्नु अब बुढो भयो बुढी भयो सानो भइन्जेलसम्म त अलिक उयो भइन्जेलसम्म त गरेको नि ज्ञान नहुँदा आइहाल्छ छिप्पिएर अल्छिनी भएको अल्छिनीमा चाहिँ मलाई मेरो घरको अवार्ड दिन आँटेको छ रेयामा हुँदैन भने त काम गर्छ ढिलो न ढिलो अब के गर्नु भगवान्ले त्यस्तै बनाएर पठाउनु भएको छ ढिलो नि जत्तिकै छिटो गर्दा पनि हुँदैन मैले मेरो लागि छिट्टै गरेको कि तर ढिलै हुन्छ थाहै छैन मलाई किन त्यस्तो भएको हो बुधबारै पो ढिलो भन्छ त जन्मिँदा बार तिर्दा शुक्रबारै पो त शुक्रबार छैन यहाँ अलिक उयो गर्नुपर्ने छ त्यही मात्रै कहाँ त सबै हौ त्यसरी उयो हटाउँदै सबै तान्न हौ त्यहाँ के लाउँदै गर्छ अरू त अङ्गुसे लानु भएको छ एउटा प्लेट लिएर आउनु पर्छ हामीले
गाह्रो छ जिन्दगी सोचे छे जिन्दगी होइन छ भन्नु न आमा सोचे छे जिन्दगी होइन छ भन्नु भनेको आमा बेहाल भयो जिन्दगी आमा बेहाल भयो जिन्दगी यो जङ्गलमा त कस्तो कस्तो करायो भने पनि सुन्दैन होला है ओयो यसले त बारी भनेर नि यो त जङ्गलै हो जङ्गल हामीले चाहिँ यहाँ कोट्टाइसक्यो अब हो यहाँनिर भेट्टाएन राम्रो अन्त यहाँनिर गर्दैछु र अङ्कुशे आमाले कहाँ राखी पठाउनु भयो मैले चाहिँ यहाँ हातले नै गरेँ तपाईँले यहाँ गर्नुहुँदै थियो यहाँनिर कता गर्नुहुँदै थियो होइन अन्त कहाँनिर राख्नुभयो एकछिनमा कहाँ हराउँ तर बारीमा चाहिँ यस्तै हुन्छ क्या हौ घरि हँसी हराउँछ घरि के हराउँछ एकछिनमा त्यो दिमागको यो भएर क्या हौ देख्दैन यहाँभित्र छैन छैन लौ तपाईँले चलाउनु हुँदै थियो तर अङ्कुशे चाहिँ खै अन्त अङ्कुशे त मैले चलाएको त राख्नुपर्छ त राखी पठाए बुढेसकालको दिमागै लैलाई गाह्रो छ है अब बाँच्नु कति दिन पनि छैन होला एउटा अङ्कुशे हराउँदा लु भगवान् आफ्नो बाँच्ने उमेर पनि बताउनु भयो जति बुढो भयो त्यति महँगस बिर्सिने हुँदो रहेछ हाम्रो जति उयो उमेर छिपिँदै नि तपाईँहरू झन् 60 वर्ष पुगेको अब हाम्रो झन् हामी नै त बिर्सिन्छौँ के कुरा गर्नुहुन्छ अलिकतिले ए कान्छो भने 60 पुग्नु पर्छ र पनि मगर 60 पुग्दा झन् कस्तो हुन्छ होला हामी त बिर्सिन्छौँ हामी त यस्तो यङ हो र थाहामा तपाईँहरू झन् के भन्नु मर्ने दिन पो आउनु अरे छिट्टै अङ्कुशे हराउँदा त हँसाउनुहुन्छ हौ मेरो आमाले पनि हँसाउनुहुन्छ कहाँ चाहिँ राख्नुभयो त कता जानुभयो मलमटे खोज्न आएको अङ्कुशे हराएर खोज्न आएको छु मैले त अन्त के हो यस्तो